बाटो चाहिँ के हो गाइज यो बाटो छ गाइज एक्सट्रिम नै एक्सट्रिम So hello and namaste. Hope you guys are fine as I am है. So आज नि अलिक छोटो मोटो राइड है त अनि छोटो मोटो भन्नाले नि यता रानी पवासम्म जानु लाग्यो अनि त्यहाँ गएर चाहिँ माछा साछा खाने ट्राउट खाने रे अनि बुढीले अनि त्यहाँ अलि राम्रो पाउँछ नि त ट्राउट माछाहरू अनि त्यहाँ गएर खाने अनि त्यसपछि फर्किने होला है. अब अगाडि के कस्तो हुन्छ भनेर चाहिँ अगाडि थाहा भइहाल्छ. अहिले चाहिँ हाम्रो प्लान भनेको चाहिँ रानी पौवा जाने है त ट्राउट माछा खान. सो या त्यही हो गाइस बुढाबुढी यसो सर्ट राइड हिँड्नु पानी पर्ला जस्तो भइरहेछ है. पानी चाहिँ नपर्दै हुन्छ त्यही घाम लाग्ने पानी पर्ने जस्तो भइरहेको छ अनि त्यही हो. सो अब यताबाट पेट्रोल चाहिँ भरौँ अनि निस्क्यौँ है त. पेट्रोल सो पेट्रोल पनि हालियो है. सो पेट्रोल नि हालियो अब चाहिँ निस्किएको त बालाजु हुँदै 22 धारा हुँदै जान्छौँ है बाइपास हुँदै अनि त्यही हो. सो अहिले चाहिँ हामी यता 22 धारानिर नि पुगिसक्यौँ है. 22 धारा पुग्यो भनेको सो आज नि यता प्याक रहेछ. अस्ति नआएको थिएँ म एकचोटि यतिकै अनि राम्रो बनाइदिइसक्यो रहेछ. तर यताको स्विमिङ पुल खोलेको भए चाहिँ अझै बवालै हुन्थ्यो होला है. धेरै भइसक्यो भूकम्पपछि बन्द भएको अहिलेसम्म खोलेको छैन अनि होइन त. सो या जान्छौँ अब यहाँबाट हामी लेफ्ट लाग्छौँ है अनि या त्यही हो भ्यू अलिकति कुदाइदिउँ है त केटा.
सो यहाँबाट चाहिँ एउटा चोक आएको थियो, यहाँबाट राइट अरे है। अनि यहाँबाट चाहिँ अब मस्त जग्गा छ रानी पौवा भन्ने ठाउँ। अनि त्यहाँ गएर चाहिँ ट्राउट खाइन्छ है। अनि त्यही हो। यही भनेको कि होइन यार, एउटा ठाउँमा सोध्नुपर्छ यार। दाइ यो रानी पौवा जाने बाटो यही हो, सिधै हो? बाटो चाहिँ यही हो रे है। कन्फ्युज भएको थियो तल बाटो हो कि माथि बाटो हो भनेर। सो यही हो रे। अब यहाँबाट सर गइन्छ बिस्तारै अफ रोडमा। अब के कुदाउनु है, डट भएको भयो नि एउटा कुरा हो। कस्तो चिप्लेको गाडी है। कुन चाहिँ हो? ठुलो पानी के छ हौ, थाहा भएन मलाई चाहिँ। अफ रोडमा चाहिँ डबल रोड अलिक गाह्रै हुन्छ यार बिट्रीमा। त्यस्तो गाह्रो त हुँदैन होइन। अब ह्यान्ड ग्रिपहरू अनि यो के भन्छ, मेरो अलिक कडा छ क्या यो। अनि त्यसलाई अब अलिकति सफ्टवाला हाल्यो भने त त्यस्तो खासै गाह्रो हुँदैन। अब त्यही हो, पछाडि बस्ने बुढीलाई चाहिँ गाह्रो हुन्छ होला है। अनि यो रानी पौवा भन्ने ठाउँमा बेस्ट पाउँछ भनेर सुनेको थियो। रानी पौवा पुगे जस्तो त लाग्दैन। यो अपोलो टायर चाहिँ अलिक चिप्लिने रहेछ है गौरव ब्रो, दिस इज फर यु है। हिलोमा चाहिँ अलिक अपोलो टायर चिप्लिने रहेछ कि गाइज। गौरव ब्रो बाटो चाहिँ के हो गाइज, यो बाटो राइट। ओहो गाइज, बाटो त खत्तम रहेछ त, खत्तम जुलोको। तलबाट चाहिँ हाल्नु पऱ्यो है। पर्दैन भने खत्तम जुलगा राइट। बाटो चाहिँ खत्तम है। बनिसकेपछि चाहिँ मिठो हुन्छ होला बाटो यार। कर्नरिङहरू है बन्नु पर्यो, तर बनिसकेपछि मात्रै हो। राइट, आधी बाटो नै ढसेको छ त गाइज।
ओ मागो टुडुल रहेछ नि त हामी चाहिँ अलि रङ बाटो जाउँ है अलिकति सध्या देखिरहेको छु मैले गाइस बाटो खत्तम अरूभन्दा नि हिजो अस्ति पानी परेको थियो नि त त्यसले गर्दा जस्तो लाग्यो हिलो भएको नभए यस्तो चाहिँ हुँदैन पानी परेको बेला चाहिँ अलि बाटो नबनाएको ठाउँमा चाहिँ अलिक गाह्रै हुन्छ गाइस अनि कखनी हामी रानीपोवा पुग्नु पर्ने हो क्या रानीपोवा भन्ने ठाउँ कता रहेछ भन्ने कुरा हो है एकचोटि फेरि कसैलाई सोध्नु पर्ने हुन्छ रानीपोवा यहाँबाट कति अगाडि छ भनेर श्री ओखर पौवा रहेछ नि त यो ओखर पौवा रानी पौवा भन्ने चाहिँ कहाँ रहेछ दाइ यो रानी पौवा जाने अगाडि नै हो रानी पौवा अलि अगाडि हो धेरै अगाडि हो ओहो धेरै अगाडि रहेछ त्यही गइरहेको छु गाइस रानीपोवा एक्ज्याक्टली म गएको छैन है सो त्यो मलाई अलि थाहा भएन बाटो चाहिँ अलिक खत्तमै छ कि हिलो छ गाइज एक्सट्रिम नै एक्सट्रिम हिलो छ गाइज टोक्ने एकैछिन ल दिदी बुढी चाहिँ ओर्लेको थियो हेर्नु न गाइस बाटो नै हेर्नु न आम्मा झट्ट यताबाट जान्छ गाइस के अरे के यहाँ खान्छस् मुझे के ओ मागो टुडुल लभ बाटो त आम्मा गाइस कन्सटेन्टली हिँड्नुपर्छ क्या यस्तोमा ब्रेक सेक हान्न चाहिँ हुँदैन ठिकै छ फर्स्ट एक्सट्रिम हिलो राइड है भिट्रीमा चिप्लेको फिल नै भइरहेछ क्या बाइकमा अझै
काम भइरहेको छ है, काम भइरहेको छ गाइस। ए डोजर बाबुआ म जान्छु ल डोजर बाबुआ। यस्तोको लागि त डर चाहिन्छ यार बाइकमा, यस्तो बाटोको लागि त। गाडो गाडो माका डक्स। सो हाम्रो चाहिँ अब यतै खाने प्लान बन्यो है। सोध्न माछा साछा पाइन्छ कि पाइँदैन? माछाहरू छ है? सो गाइस यहाँ बाटोमा चाहिँ अलि राम्रो रेस्टुरेन्ट पनि पायो है। अनि यहाँतिर बस्छौँ, पाइहाल्छ नि, कहाँ बस्ने भन्नु के भयो त कुना। सो गाइस यहाँ पनि राम्रो छ त बस्ने ठाउँ होइन। बुढीलाई अब कहाँ मनपर्छ त्यहीँ जान्छ, त्यही बस्छौँ है। अनि रेस्टुरेन्ट चाहिँ यत्रो, रिजोर्ट त अलि ठुलै छ गाइस, मस्तको। यता चाहिँ अलिक ठुलो झर्ना रहेछ गाइस, वाटरफल इन रिजोर्ट है। त्यहाँको पानी सब यता हेरेको छ, यता हेर के भन्छ यो माछा मार्ने अरे बुढीले होइन, लाइभ माछा मारेर अनि पकाएर खाने अरे। अनि माछाहरू चाहिँ यता रहेछ, अनि टक्क माछा समातेर अनि मजाले खाइन्छ है त। ल म पनि तल झर्छु, अब तल झर्छु म नि है त। मलाई त मार्न आउँदैन, बुढीले समात्छ अनि है त। मलाई थाहा नै, मलाई आउँदैन। ल भन न, म यता जान्छु, म भिडियो खिच्छु ल। समात्ने एउटा कुन चाहिँ मनपर्छ? यत्रो माछा देखिरहेको छ अनि माछा देख्दैन भन्छ यार बुढीले। अलिक गहिरो गरेर क्या, माछा मार्दा गर्न गर्न खै ट्राई गर्न त नि, एकैचोटि माछा आउँछ। भएन, मेरो बुढीसँग भएन गाइस। अब म ट्राई गर्छु है त, म ट्राई गर्छु है त। ल म ट्राई गर्छु है त। म माछा पसलले गरेको के फाइदा रहेछ हेरौँ त ल। I want to go. फाइनली कतिवटा पर्यो? एउटा माछै नदेखिनु कि पानीले गर्दा यतातिर आएको गयोबाट अलिक फेकबाट तल सोझै लानु त्यहाँ छ एक बार उठाओ तो मछली वो ही जैसा लग रहा है। हो गया हामी झिकिन्छ होला बोर्ड यस्तो अरू छैन झिक्ने
तिमीले खाने होइन मैले मात्रै खाएँ मार्न सकिएन होइन एउटा चाहिँ समात्यो होइन अब अरू भनेको चाहिँ त्यस्तै हो समात्ने नेट नैमा 10 किलोको रहेछ अनि गाह्रो माछा यता बकेटमा आइसक्यो अनि बकेटमा खै मलाई थाहा छैन मैले खाने होइन तैँले खाने ल केटाकेटी यो माछा नि मारिएन होइन एउटा मारे माछा अब फ्राई गर्न दिएको छ अनि अब केसँग खान्छ त्यो बुढीको हातमा हो अनि त्यहाँ छ माछा दाइले मार्दै हुनुहुन्छ है टक्क लाएर पारेछ दाइले चाहिँ दुइटा ठिक छ ल अब चाहिँ हामी माथि गएर बस्छौँ चुरोट खान्छौँ है अनि त्यही हो बुढीको अब फोटो खिच्नु पऱ्यो अरे यता अब बुढीलाई फोटो खिचिसक्यो अनि भेट्छौँ है त नि आइसकेको छ सो माछा फ्राई भएर नि आइसकेको छ है टक्क लाएर अब खाँदैछ कस्तो छ बवाल कि कस्तो बवाल छ अरे अब खाएको टाइम ल्याप्स हेर्नु त्यहाँ ल केटाकेटी यो खाना साना सबै आइसक्यो है अब टक्क लाएर खाइन्छ मैले चाहिँ यो खानु लाग्यो बुढीले चाहिँ भेज खाना सेट खानु ल मैले चाहिँ एक फ्राइड राइस मगाएको थिएँ अनि यहाँ मसरुम अनि यहाँ कौली छ अनि यहाँ अचार छ अनि यहाँ साग छ है त्यही छ अब खाएर भेटौँ है त त्यहाँ माछा छँदैछ ल अब खाएर भेटौँ है त केटाकेटी हो खाइसक्यो सकाइ चाहिँ अब चाहिँ हामी निस्किनु लाग्यो यताबाट है माछा चाहिँ खायो अनि अब चाहिँ निस्किनु लाग्यो यहाँबाट मजाले माछा खायो मेरो बुढीले मैले त खाएन अलिकति एक टुक्रा ट्राई गरेको थिएँ अब त्यही हो अब जान्छौँ हामी हस् थ्याङ्क यू धन्यवाद दाइ Oh my god.